पूर्व अर्थमन्त्री परशुराम पुनसँग नै समन्वय गरेर मैले यहाँ 1 करोड रुपियाँ यहाँ हालेर काम भइरहेछ सङ्घबाटै। यो क्षेत्रमा सङ्घबाट एउटा मात्रै योजना परेको गएको आर्थिक वर्षमा, त्यो एउटा मात्रै परेको यही हो। यो अरू 20, 19 कुनै पनि वडामा परेको छैन, 16 मा मात्रै परेको। र प्रदेशबाट पनि रामजी दाई अर्थमन्त्री हुँदा परेको पैसा नै हामी अहिले ढलानमा हिँडिरहेका छौँ होइन। बाटो सन्दर्भमा मैले हाम्रो बुवाहरू दाईहरूसँग बसेर कहाँ बनाउने भनेर सरसल्लाह गरेर दाईहरू बुवाहरूकै सल्लाहमा त्यो ठाउँ उपयुक्त छ भनिसकेपछि बनाएको। अब मलाई यहाँको चाहिँ मैले एक्लै गर्ने होइन, मैले यहाँको समूह र समुदाय भन्दा बाहिर गएर मैले केही पनि गरेको पनि छैन, गर्ने पनि छैन। बुवाहरू दाईहरूले यहाँ उपयुक्त छ भनेर भनिसकेपछि यहाँ बनाइयो। र अर्को हेल्थ पोस्टको जुन स्वास्थ्य चौकुरा, त्यसमा पनि म आफू नै संलग्न रहेर, अब यहाँ अरू पनि छन् होइन, ईश्वरी दाई हुनुहुन्छ, अब बलराम दाई लगायत हरिलाल दाई, सबै हामी धर्मराज दाई आउनु आयो। हामी सबैको एउटा खालको इनिसिएसनमा हामीले उतापट्टि उपस्वास्थ्य चौकीको भवन पनि बनाएका छौँ। म स्वयं आफै पनि महानगर गएको छु। मात्र यहाँ उपस्वास्थ्य चौकीको लागि नर्स वा याचे वा डाक्टर आएन भने त्यसको पनि म आफै संलग्न भएर पहल गरेको अवस्था। र अर्को कालीलेकको कुरा, कालीलेकमा नेपाल पर्यटन बोर्डमा हाम्रो ऋषि भण्डारी हुनुभएको र टङ्क सुवेदी भिनाजु पनि आउनुभएको उता समन्वय गरेर म आफै गएर त्यहाँ विगतमा 10 लाख, अहिले पनि 10 लाख गरेर 20 लाख र 5 लाख रुपियाँ छुट्टै वडाबाट पनि पारिएको छ। कालीलेकको पनि त्यो अनुसार भइरहेछ। तारालेकसम्मको प्रदेशमा गएर प्रदेशको हाम्रो चाहिँ कुमान गुरुङ हुनुहुन्थ्यो, उहाँसँग र तारालेकसम्मको यो रुट पनि गुगलमा गरेर हामीले म्यापिङ गरेर अस्ति भर्खरै बैठक पनि बसियो रामचन्द्र दाई बन्दालमा। हामी तल बैठक बसेर यसको प्रक्रिया गरेर पत्र पढ्न यहाँ म छँदैछु होइन।